उठाएर हिँड्ने हो। ल आयो है हजुर विराटनगर जोगमुनीमा सस्तो माल। यत्रो जोगमुनी बजार घुमेर पनि एउटा चिज के पनि राम्रो पाएको छैन। 100 रुपियाँ गोटाको माल उठाएर हिँड्ने हो भनेको त आमामा के को पाउनु 100 रुपियाँमा त गाईहाटको भन्दा पनि चर्को भाउ। हेलो एभ्रिवान गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई नेक्स्ट भिडियो है त साथीहरू। सो भिडियो चाहिँ मेरो गाईघाटसम्मको लुङचुङदेखि गाईघाटसम्मको भिडियो हेरि पनि हाल्नुभयो होला। आज चाहिँ साथीहरू कहाँसम्मको मेरो यात्रा हुँदैछ त हेर्नुको लागि भन्ने है साथीहरू। ल साथीहरू हामी चाहिँ अहिले के अरे लाग्यौँ फेरि। हिजो चाहिँ गाईघाटसम्मको मात्र थियो यात्रा, आज चाहिँ फेरि गाईघाटदेखि पनि अलिकति अगाडितिर जाँदैछौँ। यता अगाडि हुनुहुन्छ हाम्रो आन्टी, यता ड्राइभर बाजे, यता चाहिँ सगुन सिस्टर अनि हेलो। त्यसपछि छु म अनि हामी चाहिँ यसरी सरर जान्छ। कति आनन्द भइरहेको छ क्या आज चाहिँ फेरि। अहिले चाहिँ आनन्द भइरहेको छ। भरे उता पुगेपछि दिउँसो चाहिँ फेरि जलामुखी फुट्छ होला गर्मीले। अहिले त ठिकै छ नि, ठिकै छ। जाँदैछौँ हामी चाहिँ। साथीहरू हामी चाहिँ विराटनगर आइपुगेर पनि अब चाहिँ उता नोबेल हस्पिटलतिर जाँदैछौँ। बाटोमा चाहिँ सगुन सुजाले एक दुई ठाउँमा भिडियो गर्नुभयो क्या र अनि गर्नु भएन उहाँले पनि। म चाहिँ घरिघरि बमिट आउनु खोज्दै थिएँ टर्निङतिर बमिट आउनु खोज्दै थिएँ। अनि म चाहिँ मोबाइल सगुन सुजार लिएर बसेको थिएँ। एक ठाउँ चाहिँ दुई ठाउँ चाहिँ भिडियो गर्दै हुनुहुन्थ्यो। यस्तै छ। गर्मी चाहिँ भर्खर 8 बजिरहेको छ। तातो चाहिँ थोरै छैन। झन् अब दिउँसो सगुन सिस्टर कस्तो हुन्छ क्या दिउँसो चाहिँ। अनि भोलि दिउँसो चाहिँ हामी झन् कसरी जान्छ अब के अरे घर गएर झन् दिउँसोको गाडीमा। हामी चाहिँ नोबेल अस्पतालको अगाडि आइपुग्यौँ। यहाँ चाहिँ अब जानुपर्ने हुन्छ हामी। बा यति गर्मी क्या। गाडीमा त के गर्मी थियो साथीहरू, त्यसको पनि डबल गर्मी भनेको क्या। अति गर्मी साथीहरू, अति नै गर्मी। आजको रात चाहिँ मलाई कसरी काटौँ अनि भोलि बिहान चाहिँ कतिखेर हुन्छ त्यसमा टाप ठोकौँ भन्ने भइरहेको छ मलाई। म गाईमा पनि बस्छु साथीहरू, गाईमा पनि यति गर्मी तर गाईभन्दा अझै धेरै गर्मी क्या। अनि गाई पुगिसकेर चाहिँ गाईदेखि फेरि म आफ्नै बासस्थान गाउँ नै पुग्न लाग्छ क्या। गाउँमा कति आनन्द साथीहरू, गाउँमा कति आनन्द क्या। यहाँ हेरि त आम्मामा घाम लाग्छ कि गाउँ पनि आजकल पानी परेको छैन, परेको छ। घाम लाग्छ, घाम लागे पनि यति धेरै गर्मी हुँदैन कि साथीहरू।
हेर्नुहोस् त धेरै पसिना चुइसक्यो त अनि के गर्नु के भन्नु छ त अब यो के अरे नोबेल हस्पिटलको अगाडि विराटनगरमा यति गर्मी पछि चाहिँ यति साँझ भइसक्यो अहिले चाहिँ अलिक शीतल शीतल हुँदैछ जोस् अब अहिले चाहिँ पानीपुरी खानको लागि हामी यहाँ ठेलामा आएको छौँ रसिलानी कस्तो छ पानीपुरी अनि साथीहरू हामी चाहिँ अब अहिले चाहिँ उतातिर लाग्दैछौँ जोगमुनितिर अनि हिजोको भिडियोमा चाहिँ म यो भिडियो पनि कन्टिन्यू गर्छु किनभने हिजो त मैले भिडियो नै गरेको थिइनँ दिउँसो खाना खाएँ होला 12-1 बजीतिर 12 बजीतिर खाने होला होइन खाने होला गर्मीले उखापात बेला चाहिँ उठिरहेको लाग्यो त्यहाँ बसेर मैले भिडियोहरू पनि गरेँ त्यतिकै रुममा बस्यौँ त्यस्तो भयो अनि अहिले चाहिँ हामी जोगमुनितिर जाँदैछौँ क्या साथीहरू हेर्नु होला है त हामी जोगमुनिमा गएर भरे के किन्छौँ 100 रुपियाँ गोटाको माल उठाएर हिँड्ने हो ओके ल हेर्दै गर्नु होला साथीहरू हामी चाहिँ अब जोगमुनि जाँदैछौँ अब यो के भन्छ नेपाल र इन्डियाको बोर्डर कट्न लाग्दैछौँ अब हामी लाग्यौँ साथीहरू नेपाल कटेर पनि इन्डियातिर जान्छौँ सायद फर्किँदैनौँ होला फर्किन्छु है अनि यस्तो राम्रो फुल फुलेको छ जाँदैछौँ हामी चाहिँ अब जोगमुनि गएर मैले अघि भनिहालेँ 100 रुपियाँ गोटाको माल उठाइदिने हो तर पारेर अनि मकैबारी दरेम भने जस्तै हरियो काँक्रा करेम मकैबारी दरेम भनेर चाहिँ हामीले जाँदैछौँ मान्छेहरू पनि छन् थुप्रो हो ल साथीहरू बाई भरे भेटौँला ल आयो है हजुर विराटनगर जोगमुनिमा सस्तो माल खोज्नु होला तपाईँलाई के चाहियो यति हो त अरू होला नि त अरू ठाउँ कता भित्र विराटनगर जोगमुनि आउनु होला सस्तो सामान खोज्नको लागि चाहिँ ब्याग स्कुल पढ्दाखेरि चाहिँ दरो ब्याग बोकेर हिँड्छु त ए हेर्नु त यहाँ छ राम्रो तपाईँलाई पनि गिफ्ट कसरी छ भाइ यो ट्राई गर्नु छ होला नि त ओहो सानो साइज हेर्दा त ठुलो छ त कसरी सानो साइज भयो साथीहरू हामी चाहिँ यतिखेर यत्रो जोगमुनि बजार घुमेर पनि एउटा चिज केही पनि राम्रो पाएको छैन अनि अब चाहिँ हामी त्यता तल कतातिर आइपुगिसक्यो अब चाहिँ हामी फर्किन्छौँ होला है त्यता नजाउँ क्या उताबाट पारीबाट जाउँ न यता पारीबाट हुँदै जान्छौँ अब हामी मात्र छौँ कि अहिले फेरि किडन्याप गएर कुनातिर लुकाउन पनि सक्छ पाउनु त पाएको तर सबै उठ्दै क्या सस्तो माल 100 रुपियाँ गोटाको माल उठाएर हिँड्ने हो भनेको त आमामा के को पाउनु 100 रुपियाँमा त गाईहाटको भन्दा पनि चर्को भाउ यस्तो साह्रो चाहिँ यति धेरै अपमान पनि नगर्नु क्या के त्यो लिने ल खानुहोस् त तपाईँको लागि